जाओस् न त अन्त बड्डा जङ्गली जङ्गलमा सिलेरी हाल्न मान्छे फुटकाट त एक्टिभ भइसक्यो दाइ होइन फुटकाट एक्टिभ भयो जस्तो मान्छे गरी एक्टिभ त भएको र तर त्यो चाहिँ खोल्नु पर्ने खोल्दै आएन घर पनि टक्कै पाहाडका जस्तो छ नि होइन गर्मी पनि हुँदैन चिसो पनि धेरै कस्तो कालो बिरालोले बाटो काट्यो त नि कालो बिरालो बाटो काट्नु भनेको एकदमै प्रब्लम लाउन बिल्कुल पोजिटिभ सोच राख्नुपर्छ ल